सुझाव छ यहाँ प्रदर्शन गर्दै हुनुहुन्छ। विशेष गरी यो आज अत्यन्तै महत्त्वपूर्ण पनि छ। सोपाल तप समाजका सम्पूर्ण पदाधिकारी टिमलाई विशेष आभार व्यक्त गर्न चाहन्छौँ। त्यसै गरी रुचाटा गुरु सेवा समाज श्री अरुण कुमार गुरुङज्यू हुनुहुन्छ। उहाँले नेतृत्व गरिरहनु भएको छ भने रानीपानी गुरुमुखी काठमाडौँ श्री डी गुरुङज्यूले नेतृत्व गरिरहनु भएको छ। यो दृश्य अब हामी बिस्तारै प्रस्तुत गर्दैछौँ र आदरणीय दर्शकवृन्द, आदरणीय दाजुभाइ दिदीबहिनीहरू, त्यसै गरी हामीलाई विभिन्न सञ्चार माध्यमबाट निहाल्दै रहनुहुने देश विदेशबाट आउने आदरणीय महानुभावहरू, हाम्रो र्याली बिस्तारै अगाडि बढिसकेको छ। र त्यसैले अब हाम्रो र्याली सुरु भइसकेको छ र यहाँलाई अलिकति ठाउँ पनि खाली राखेर निहालिदिनका लागि हेरिदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। भने अगाडि देखिरहनु भएको छ हाम्रो एकजनालाई देख्नुभएको छ। यहाँले यो दृश्य देखिरहनु भएको छ भने त्योभन्दा पछाडि हामी र्याली देख्दैछौँ। ल यो घोडा चित्रको मात्रै हुन्थ्यो होला भन्ने लागेको साथीले घोडा लिएर अगाडि बढिरहनु भएको दृश्य यहाँले देखिरहनु भएको छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो दृश्य यहाँहरू हेर्दै हुनुहुन्छ र देश विदेशबाट पनि हामीलाई